माथि दियो कलशहरू सबै पूजा गरिसकेपछि पूजा कोठामा पूजा गरिसकेपछि अब तल ढोकामा पूजा गरेर हिँड्ने। भाइ 9 बजेको फ्लाइट अब 5:45 मा छिरिसक्नु पर्ने भनेर हामी 4:30 मै घरबाट हिँडिसकेका थियौँ। हामी चाहिँ जानीमा दिदी, सानो भाइ, ठुलो भाइ, दाई, ड्याडी, म अनि कृष्ण दाई र रोहित चाहिँ अगाडि गइसक्यो बाइकमा। हामी चाहिँ बाहिर सिक्युरिटी चेक कटेर अब यता यो एयरलाइनको पट्टि आइसकेको छौँ। लगेज चेक हुन्छ, चेक इन ब्यागेजहरू अब भित्र जान्छ अनि ह्यान्ड क्यारी र आफ्नो ल्यापटप ब्याग मात्र बोकेर जान्छौँ। यो ज्याकेटले, स्वेट सर्टले, भित्र थर्मोकोट लगाएको, यो अलिकति बचोस् भनेर नि पसिना हेर्नु लास्टै गर्मी भइरहेछ। हाम्रो लाइन चाहिँ क्याथे पेसिफिकको यही हो। खासै केही गाह्रो रहन्छ, त्यहाँबाट ब्याग चेक गरेर सेक्युरिटी चेक ब्याग पनि बाहिरै हुने रहेछ। अनि पासपोर्टहरू बाहिर छ है, 3टै ब्यागको एकैचोटि हुँदो रहेछ नि। यहाँ चाहिँ 74 देखाइरहेछ होइन। अब हामीले हेरेमा चाहिँ 3टा ब्यागमा 1-1 केजी बढी थियो, त्यो अनुसारले पनि 72 सम्म हुनुपर्ने, यहाँ अलिकति बढी नै देखाउँदो रहेछ क्यारे। मेरो 3टा ब्यागको 74 केजी देखाइरहेछ। यो लगेजहरू चाहिँ यहाँबाट पास नभएसम्म हामी पनि यो गेटबाट पास हुन नमिल्ने रहेछ। गाइज भएन नि त, के भयो यहाँ, मिल्दैछ कि के हुँदैछ। गाइज यता चाहिँ हाम्रो बोर्डिङ पासहरू लिएर उतापट्टि ब्यागेज चेक गरेर अनि यहाँबाट माथि इमिग्रेसनको लागि जानुपर्ने हुँदो रहेछ। गाइज हामी चाहिँ तल सेक्युरिटी चेक, अब बोर्डिङ पास, इमिग्रेसन सबै कटेर यता वेटिङ एरियामा छौँ। अनि त्यस्तो गाह्रो त केही भएन, उहाँ दाइ हुनुहुन्थ्यो हामीसँग। मेरो कति 5 केजी चाहिँ एक्स्ट्रा भएको थियो, 3टै स्ट्याक गरेर हेर्दाखेरि, तर पनि अब त्यसमा यताउता गरेर मिलिहाल्यो। निकिताको र मेरो ब्यागेजहरू चाहिँ सँगै भनेर मिलाएको जस्तो लाग्यो मलाई, किनभने सबै ब्याग मेरै नाममा छ, 6वटै, उसको 3टा, मेरो 3टा। गाइज हामी चाहिँ यता सबस दाइसँग भेटिसक्यौँ है। यहाँ अब वेटिङ गर्दा गर्दै अब भाग्यले भेटाउँदो रहेछ होइन। सही मान्छेलाई अब यसो सिटहरू हेरौँ के कसो छ, अनि त्यसपछि उता हङकङमा गएपछि पनि कुराकानी हुँदै गर्छ हाम्रो। केही स्क्याम भयो जस्तो लाग्यो यार, प्लेन चढाउने भनेर बस चढाउँछ त, के यस्तै हो। अब बसमै जाने हो, बसले पुरा जाने। गाइज हामीलाई बसले झारिसक्यो होइन, बसले चाहिँ ट्याक्क हाम्रो प्लेनको अगाडि झार्यो। क्याथे पेसिफिक बेरको मेहनतपछि
ब्यागहरू चाहिँ कति 49 र 48 मा छ होला उसको मेरो ल भ्लगमा पनि इन्ट्रोड्युस गर्ने बिर्सिरहेको निकिता गुरुङ हेर भाइ भनिदेऊ न कस्तो भाउ खोजेर क्याथे पेसिफिकले दिने सामानहरू है यो होइन यो दियो भने त सबलाई मोज भइहाल्यो यति प्याकेट क्याथे पेसिफिकले दिने सामानहरूमा पर्छ ल ब्ल्याङ्केट यसमा सिङ्गै ब्ल्याङ्केट रहेछ त्यसमा छ क्याथे सप सप्रे लग्न पाउँदैन होला यहाँ चाहिँ इन्स्ट्रक्सनहरू के हो एउटा हेडफोन त्यति हो अरू केही पनि छैन गाइस पार्टी अब त मेरो ब्याग माथि राखिहालेँ अब अर्को पालि मेरो ब्याग तपाईँको नेपाली एन्ड खादा अनि एउटा नेपालको झन्डा चाहिँ म्यान्डेटरी हामीले चाहिँ एउटा बन यो खाली बल अनि फ्रुट्स अनि यसमा स्यालेड टाइपको पनि छ के हो मैले चिनेन है टमाटर त चिन्यो अनि आइसक्रिम होला यो सर्बेट म्याङ्गो सर्बेट हाम्रो गाइज फाइनली एट हङकङ एयरपोर्ट है ह्यान्ड क्यारी पनि सही छ ब्याग पनि बोकियो बोतल पनि बोकियो मोबाइल हातैमा छ अरू छुट्ने कुरा केही पनि छैन अब बिहान भयो यहाँ बिहान त अघि नै भइसकेको 7:58 भइसक्यो हुन त 7 बजीतिर मात्र हो अलिकति उज्यालो हुन थाल्यो 10:25 को फ्लाइट छ 10:25 को फ्लाइट लिएर सिधै टोरन्टो जान्छ टोरन्टो अब त्यहाँ पुग्नलाई 14 घन्टा 50 मिनट लिएको छ हामी चाहिँ हङकङ टु टोरन्टोको प्लेनभित्र अहिले विन्डो सिट छ मेरो
चाहियो भनेर निकिता यता विन्डो सिटमा गएको भ्यू हेर्नको लागि। Got my window seat back. विन्डो सिटमा बसेर सुत्ने होइन, अरू केही काम छैन सुत्ने। अघि चाहिँ विन्डो सिटमा बसेर हेर्ने भनेर अनि बस्नु सुतेर अनि अब फेरि मेरो पालो। एकदम सुरक्षित रूपमा टोरन्टो अवतरण भइसकेको छौँ। अब फेरि यहाँ बसेर 10 घन्टा कुर्ने नै त हो, अरू के काम छ र। त्यहाँ हङकङमा 7 घन्टा बिताउन कम त धौडो परेको थियो, अब 10 घन्टा के गर्ने हो।